ए क्या भयो गुरुलाई कस्तो लागिरहेछ त अहिलेसम्मको हाम्रो यात्रा उकालो अलिकति जटिल रहेछ राम्रो छ एकदम प्रणिसाजीलाई नो वर्ड्स आइज आइज यहाँनिर पेन भइरह त्यही पनि ल जानुहोस् जानुहोस् सबैको पालो सक्यो तँलाई कस्तो लागिरहेछ अहिलेसम्म भन् खुर्को भन् जड भन्नुहोस् हिँड मजा लागेर कस्तो लागिरहेछ भन् एकदम ठिक लागिरहेछ के ठिक लागिरहेछ कस्तो छ अनि दिपेशजीको एकदम तिर्खा लागिरहेछ तिर्खा लागिरहेछ संसार हाम्रो हेर नराम्रो सुसेल दिने हावाको लहरा पाइला सर्दै सँगै अगाडि हो भन्नाले यहाँदेखि हामी मचिका निस्किन्छौँ यहाँ चाहिँ 4 पनि छ अगाडि पनि एकदम राम्रो ठाउँ छ यस राम्रो ठाउँ छ के गर्ने अवस्था यहाँ यहाँ चाहिँ लास्ट राम्रो बाटो छ अनि यहाँ चाहिँ यस्तो छ यहाँ चाहिँ एकदम घना जङ्गल रहेछ अनि यहाँ चाहिँ मान्छेहरू प्रायः जस्तो कम बाटो हिँड्छन् यो बाटो चाहिँ माथिबाट यस्तो राम्रो सिन छ बबाल सिन छ एकदम राम्रो सिन छ यहाँबाट झरेर हामी यहाँ पुग्यौँ अब चौरमा हामी बस्छौँ एकछिन केही खान्छौँ त्यसपछि हामी फेरि तल झर्छौँ तल झरिसकेपछि यहाँ चाहिँ सिन छ अनि यहाँ चाहिँ खाली खुट्टा हिँड्यो एकछिन जुत्ता सुत्ता फुकालेर संसार हाम्रो हेर नराम्रो संसार हाम्रो हेर नराम्रो सुसेल दिने हावाको लहरा गीत बरु स्वर्गमै कुदाउनु लाउने क्या हेरेर हुन्छ नि देखिन बस भगवान बाटो बाटो हाम्रो गुफा पनि आयो आज परेको गुफामा ओहो साह्रै गर्मी त्यहाँ माथिबाट आयो त्यहाँ पुग्ने त्यहाँ जाने हो अब हामी तल गर्ने केटाहरू कासम थाहा छैन गुरु प्रणिसा र यहाँ जाति अगाडि छन् चौर पनि रहेछ तर फोहोर रहेछ अलि फोहोर नै छ धेरै फोहोर गरेर रहेछन् बाँकी भनेको एउटा डाँडा